अब यो आजको लाइभ रिपोर्टिङ तपाईसँग लिएर आएको छु। यो चाहिँ लाचुङदेखि चुङथाङ जाने रोड चाहिँ आज 15 तारिक ठिक यो 5:53 भयो। यसको खबर मैले लिएर आएको छु। यो चाहिँ आज रातिको पानीले गर्दाखेरि चाहिँ यत्रो भल आएछ यहाँनिर, र भल आउनुको कारणले गर्दाखेरि चाहिँ लाचुङ टु युमथाङको बाटो चाहिँ फिलहाल क्लोज। यहाँ चाहिँ यस्तो खालको लेदो छ जहाँ चाहिँ मान्छे पनि हिँड्नु गाह्रो छ यसमा। र यहाँनिर साइडमा टाटा एउटा पार्क गरेको थिएछ, यो पनि यसको टायर आधाउधी डुबिसकेको छ र यसमा चाहिँ मान्छे पनि पैदल हिँड्नु चाहिँ एकदमै गाह्रो छ। यो चाहिँ कहाँ भन्ने चाहिँ हाम्रो लाचुङको चेकपोस्ट क्रस गरेर अलिकति माथि यो आर्मीको डोगरा क्याम्पको छेउमा ठिक यो माथिबाट खोल्चा बढेर भल आएर चाहिँ आज राति चाहिँ यस्तो क्षति भएछ। र आज भन्ने चाहिँ यो चाहिँ लाचुङ टु युमथाङ बाटो चाहिँ फिलहालको लागि बन्द छ। अब अहिले 5:53 गयो, जसको रिपोर्ट तपाईहरु समक्ष। यो चाहिँ एक्ज्याक्टली कहाँ हो भने चाहिँ यहाँनिर एउटा होटल छ तपाईको हिल क्राउन होटल भनेर, र यसकै छेउमा चाहिँ यस्तो क्षति भएको छ। र यसले गर्दाखेरि चाहिँ अब लाचुङ टु युमथाङ आज 15 तारिकको दिन लगभग अब 6 बज्न आँटेको छ। अहिलेको समाचार